आज मैले दिनभरि के गरेँ भनेर देखाउँछु है त। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। बिहान उठेर आफ्नो हातमुख धोएर सबै कामहरू आफ्नो सकिसकेपछि चाहिँ म किचनमा पसेर मेरो किचनदेखि हुन्छ दिनको सुरुवात। मैले सबैभन्दा सुरुमा चाहिँ चिया बनाउँछु। चिया बनाइसकेर चिया पकाएर बुवा र आमालाई दिइसकेपछि आफूले पनि चिया र बिस्कुट खान्छु। त्यसपछि यो कालो दाल थियो घरमै फलेको हाम्रो चाहिँ एकदमै धेरै फोहोर थियो, अनि मैले धोएर सुकाइदिएँ घाममा राम्रोसँग सुकोस् भनेर, केलाएर दाल पिसेर राख्नु पर्यो भनेर। अनि त्यसपछि एकछिन के गर्दा गर्दै आजकलको छोटो दिन एकैछिनमा बिहान जान्छ। अनि त्यसपछि मैले खाना बनाउनुतिर लागेँ। खाना बनाउनु चाहिँ खाना बसाल्दै मैले त्यसपछि साग थियो, यो चाहिँ आफ्नै बारीमा फलेको थियो, अनि मैले साग राम्रोसँग केलाइ कुलाइ गरेर पकाउनुतिर लागेँ। त्यसपछि मैले यो सागको तरकारी बनाएँ। अनि त्यसपछि तरकारी बनाएँ। त्यसपछि मैले अनि सागले मात्रै हुँदैन भनेर, अनि यो चाहिँ तपाईँहरू कसलाई मनपर्छ, यो चाहिँ हाम्रो मोहीको यसरी बनाएको हामी चाहिँ सोल्लर भन्छौँ, कतिजनाले चाहिँ अर्थोक पनि भन्नुहुँदो रहेछ। यो चाहिँ तपाईँहरूलाई कतिजनालाई मनपर्छ, मलाई चाहिँ एकदमै धेरै मनपर्छ। अनि मैले यो बनाएँ। त्यसपछि खानासाना खाएर धन्नासाना गरिसकेँ। अनि दिउँसो भएपछि चाहिँ घरमा चाहिँ यति धेरै जाल लगाइराखेको रहेछ क्या माकुराले, अनि माकुराको जालहरू सफा गरेँ मैले चाहिँ एकछिन। अनि राम्रोसँग सफा गरिसकेपछि घर बडाल कुरा गर्नुतिर लागेँ। मैले दिउँसो नै गरेँ, मैले बिहानै गरिनँ, त्यो चाहिँ बिहान एकदमै धेरै चिसो हुन्छ। अनि त्यसपछि म रेडी हुनेतिर लागेँ। मेरो एकछिन चोकतिर जानुपर्ने थियो, पसलको सामान ल्याउनु पर्ने थियो। अनि त्यसपछि म रेडी भइसकेपछि चाहिँ अनि एकछिन नक्कल त पार्नु परिहाल्यो। अनि एकछिन नक्कल पारेँ। अनि त्यसपछि म घरदेखि निस्केर लागेँ चोकसम्म जानलाई। अनि त्यसपछि यो खोर्सानी लिनु थियो, डल्ले खोर्सानी देखेँ कति राम्रो रहेछ। अनि यो एभोकाडो पनि लिएँ मैले चाहिँ। अनि त्यसपछि पसलमा आलु ल्याउनु पर्ने थियो मेरो पसलमा चाहिँ आलु पनि राख्छु मैले। अनि त्यसपछि बेच्नको लागि भनेर अनि आलुहरू लिएर म सफारी चढेर फेरि फर्किहालेँ। धेरै काम थिएन, एकैछिनमा फर्किहालेँ। त्यसपछि घर फर्किसकेपछि चाहिँ सबै तरकारीहरूलाई मैले एकतिर राखेँ। दिउँसोको चिया बनाउनु टाइम भइसकेको थियो, अनि मैले फेरि दिउँसोको यता चिया बनाउनुतिर लागेँ। अनि चिया बनाएर चिया मैले दिइसकेपछि चाहिँ अनि त्यसपछि अनि दिउँसो के खाम तल लाग्यो। अनि त्यसपछि आज चटपटे खान मन लाग्यो। अनि नजिकैको छेउमा बहिनीकोमा गएर चटपटे लिएर आएँ। अनि त्यसपछि चटपटे खाएँ मैले चाहिँ। आज कस्तो के खाम लागेर तल लाग्यो, अनि चटपटे खाएको। अनि त्यसपछि पसलमा बसेँ एकछिन मैले। अनि बस्दै रात पर्न लागिसकेको थियो, 4 बजिसकेको थियो। अनि त्यसपछि चिया खाएका भाँडाकुँडाहरू मस्काएँ। त्यसपछि मैले ड्रेस चेन्ज गरेँ, एकदमै चिसो हुन थालिसकेको थियो, बेलुका हुँदै गएको थियो। अनि त्यसपछि बेलुकाको दुध बसालिदिएँ मैले चाहिँ। अनि त्यसपछि यो मल थियो अलिकति मेरो बोट बिरुवाहरूमा चाहिँ अलिअलि मल लाउनु पर्ने थियो, कस्तो रुखा भइरहेको थियो। अनि सबै थोकमा मैले अलिअलि मल लगाएँ। त्यसपछि मैले तरकारी पकाउनुतिर लागेँ। तरकारी चाहिँ मैले इस्कुस र आलु रेडी बनाएँ, यो चाहिँ बेलुकाको खाना हो। त्यसपछि उता खाना पनि बसालिदिएँ। अनि यता बेलुकाको खाना बनाउनुतिर लागेँ। बेलुकाको खाना चाहिँ मैले इस्कुस र आलुको तरकारी पकाएँ। अनि त्यसपछि टमाटरको अचार पनि बनाउनुतिर लागेँ। अनि टमाटरको अचार बनाएँ। अनि त्यसपछि मैले खाना पस्किनुतिर लागेँ बेलुकाको। अनि बेलुकाको खाना पस्केर खानासाना खाइसक्यौँ। अनि खाइसकेपछि चाहिँ अनि मैले फेरि बेलुकालाई तातो पानी तताउनुतिर लागेँ, हात खुट्टा पनि धुनलाई, अनि खाना पनि हुन्छ भनेर। अनि त्यसपछि धन्दासाना गरिसकेपछि मैले आफ्नो स्किन केयर गर्नतिर लागेँ। आफ्नो स्किन केयर राम्रोसँग